कुनै एक समय थियो काठमाडौँ उपत्यका स्वच्छ हावा र प्राकृतिक सौन्दर्यको पर्याय थियो, तर आज विश्वकै प्रदूषित शहरहरूको सूचीमा अग्रपंक्तिमा उभिएको छ। पछिल्ला केही दिन यता काठमाडौँको वायु प्रदूषणले खतराको तह पार गरेको छ। गएको सोमबार र मंगलबार काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको थियो भने बुधबार प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा थियो। काठमाडौँको वायु प्रदूषणले खतराको तह पार गरेको छ। बिहीबार बिहान पनि यहाँको एयर क्वालिटी इन्डेक्स AQI 370 माइक्रोग्राम प्रति घन मिटर मापन गरिएको छ, जबकि 151 देखि 200 सम्मलाई नै अस्वस्थ मानिन्छ। अब काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुका कारणबारे चर्चा गरौं। यसमा धेरै कारण छन्। पहिलो, सवारी साधनबाट निस्कने धुवाँ प्रमुख कारण हो। उपत्यकामा दैनिक थपिने गाडीको संख्या र पुराना सवारीको अनियन्त्रित प्रयोगले प्रदूषणको स्तर बढाएको छ। दोस्रो, वसन्त ऋतुमा देशभर लाग्ने डडेलोको धुवाँको बादल काठमाडौँसम्म आउँदा पनि प्रदूषण बढ्ने विज्ञहरू बताउँछन्। तेस्रो, निर्माण कार्य, फोहोर जलाउने प्रचलन र औद्योगिक उत्सर्जनले पनि हावा दूषित बनाइरहेको छ। मौसमी प्रभाव जस्तै हावाको कम गति र उच्च चापीय प्रणालीले प्रदूषित कणहरूलाई वायुमण्डलमा थुप्रिन दिएको छ। वायु प्रदूषणले खतराको तह पार गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउँछ। आँखा पोल्ने, श्वास प्रश्वासमा कठिनाई, खोकी र छाला चिलाउने जस्ता समस्या अहिले धेरैलाई देखिएको छ। चिकित्सकहरूका अनुसार दीर्घकालीन रूपमा फोक्सोको रोग, हृदयघात र क्यान्सरको जोखिम बढ्छ। बालबालिका, वृद्ध वृद्धा र दीर्घरोगीहरू बढी प्रभावित हुन्छन्। वातावरणमा पनि जैविक विविधता र जलवायु सन्तुलनमा नकारात्मक प्रभाव परिरहेको छ। सावधानी कसरी अपनाउने त? घर बाहिर निस्कँदा मास्क प्रयोग गर्नुपर्छ। बालबालिका र ज्येष्ठ नागरिकलाई सकेसम्म घरमै राख्नुपर्छ। फोहोर नजलाउने, सवारी साधनको नियमित मर्मत गर्ने र हरियाली बढाउने प्रयास गर्नुपर्छ। सरकारले पनि डडेलो नियन्त्रण, सवारी साधनको प्रदूषण चेक जाँच र स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिनुपर्छ। काठमाडौँको यो प्रदूषण सङ्कट समाधानका लागि व्यक्तिगत र सामूहिक प्रयासको आवश्यकता छ।